भ्लग बनायो केही बोलेर भ्लग बनाउने यार नबोली सुरु भइसक्यो अघिदेखि खिचिरहेको छु नि यार भ्लग बनाउने भन्ने नबोल्ने हुने यार कहाँ यो कहाँ राख्ने त हातमै साथ्ने अरे हातमा साथेर हल्लिन्न हल्लिँदैन एक्सन क्यामेरा कहाँ हल्लिन्छ हाम्रो गणेश दाईको खतरा क्यामेराबाट भ्लग बनाउँदैछौँ हामी चाहिँ यो त केबल कारतिर नढल्काए पनि देखिन्छ होइन जता पनि देखिन्छ यो के अरे के क्यामेरा अरे यो दाइ क्यामेरा 360 हो सानो छ खतरा छ भ्लग बनाएर अनि ठाउँको बारेमा व्याख्या गर्ने क्यामेराको बारेमा त पहिला त अब तपाईँको कुन क्यामेराले खिच्यो यार यो चारैतिर देखिरहेछ सानै कुरा खतरा हुन्छ अनि हामी चाहिँ हिजो छेबुदोको पेन्सनमा बसेको थियो आज चाहिँ फर्किरहेछौँ अहिले सुवन के छ अरे सुवन वासाङ किल्ला सुवन वासाङ किल्ला घुम्न जाने भन्दैछौँ भलिबल हेर्न जाने होइन तर खासै कसैले रुचि देखाएन होइन टाइमको अभाव त भलिबल जानु र त्यो हासाङमा जानु टाइम त दुइटै टाइम एउटा म्याच गर्ने त्यहाँ गएर आफ्नो म्याच छैन केही छैन त्यहाँ मान्छे भेटघाट हुन्छ यो यतापट्टि पानी छ यतापट्टि छैन यो चाहिँ एकछिनमा पानी हुने एकछिनमा पानी नहुने चाहिँ छेबुदोको के भन्छ त त्यसलाई विशेषता हो विशेषता पनि हो बाध्यता नि होला यहाँ केही होला हेर्नु अब यो हेर्नु त कहिले नसक्ने समुद्र जस्तो छ कि छैन त्यहाँ यता हेर्नु त फेरि आखिर फेरि यो पनि यस्तै हुन्छ एकैछिनमा समुद्रमाथिको बाटो हिँडिरहेको समुद्र हो कि हिलो म्यापमा समुद्र देखाएको समुद्र जे भए पनि अब यो पानी चाहिँ कहिले सुक्छ कहिले सुक्दैन अहिले आज हामी आउँदा चाहिँ हिजो पनि खुल्ला थियो आज पनि खुल्ला छ अब अहिले टाइमै त्यस्तो हो कि हामी लक्की हो चाहिँ थाहा छैन गणेश दाइले आज कुन बाइक थियो त्यसलाई एटिभी बाइक नि चलाउनु भयो त अरे आज मैले थर्काएर फेरि फोटो खिचेको म आयो भने हुँदैन है फेरि डिलिट गर भन्न थाल्यो जस म आयो भने हुँदैन भनेर भनी होइन नमिल्दो रहेछ अनि फेरि अनि त्यो तपाईँहरू त्यस्तो गर्दैन नि यहाँ त त्यो टी-सर्टमा लागेको चाहिँ हेरिरहेको त्यो केको छ भन्ने छ नि त्यो नि ब्लर गर्नुपर्ने तपाईँहरू अनि तपाईँहरू त्यो राइट मोड्नु भयो नि त यसरी गऱ्यो भने हुँदैन भन्दै के भन्दै थियो खै इन्सुरेन्स फर्म हुन्न भनेको चाहिँ त्यो तर्साउन भने हो कि केही पनि हुँदैन तर्साउन होइन हुँदैन नि तिनीहरूको फर्म हुँदैन त्यो लाइसेन्स भएपछि चाहिँ अलिकति सहुलियत हुन्छ लाइसेन्स उनीहरूलाई गाह्रो पर्दैन अन्त लाइसेन्स खासै नचाहिने हो यहाँ चाहिँ भिडभाड छ नि त अनि बाटोमै चलाउने भएको भए चाहिँ लाइसेन्स जङ्गलमा चलाउने भएको भए चाहिँ लाइसेन्स चाहिँदैन त्यही भनेपछि खाङवन्दोमा चाहिँ लाइसेन्स माग्दैन गर्मीतामा जान्यो खाङवन्दो धेरै राम्रो छ नि गर्मीतासँगै मिल्यो भने चाहिँ राम्रो तपाईँको मेरो त प्रायः मिल्दो रहेछ सानो कम्पनी हो कि जे नि अल्टर हुन्छ छेबुदो जाने बाटो बन्दै रहेछ राफ्टिङ पनि गऱ्यो नि त हाम्रो तपाईँहरू पहिला एकचोटि जानुभएको थियो त राफ्टिङ पनि मजा आयो त्यहाँ राफ्टिङ गर्ने हाम्रो ग्रुपमा मजाको थियो क्या मान्छे भोटेहरू हामी एकजना गढी बेला भाइ अनि हामी त बाटोमा राफ्टिङ रोकेर अनि चाहिँ पौडी खेले नि त हामी त्यो खाना हामी गएको रमाइलो भयो त दुईजना मात्र गऱ्यो नि रमाइलो हुन्छ क्या फेरि अनएक्सपेक्टेड होटल पनि राम्रै पाएको होइन होटल पनि राम्रै सस्तै पाइयो तर पानी चाहिँ खतरा आएको थियो नि फेरि त्यति बेला हामी बसमा गएको भएर त्यसरी दुःख भएको अब आफ्नो गाडीमा जाँदाखेरि त केही मतलब दुःखै हुँदैन कि अस्ति हामी चाहिँ सराकसान जाँदाखेरि पनि त्यस्तो गर्मीमा गर्मी बिताको टाइममा कुनेमा कस्तो गर्मी हुन्छ होइन जाडो चिसो भएर सराकसानतिर पनि त गर्मीमा पनि जाडै हुन्छ नि त उता सराकसानतिर चाहिँ खानपिन मात्रै महँगो हो कि होटेलहरू पनि लास्टै महँगो हो कि कस्तो होटेल पनि महँगै पर्छ सोक्सोमा चाहिँ महँगो पर्छ अलिकति खाङरुङ पनि त्यही हो खाङरुङ
यसु कि के पनि समुद्र भएको ठाउँ होइन? यसो त धेरै राम्रो। यसो त यता तल्लो बुसानबाट नजिक पर्छ, हाम्रै साइडमा हो। तर यसो लास्टै टाढा छ। यसो भनेको त टापु हो क्या। हामी चाहिँ अहिले छेबुदोको कट्यो। यहाँबाट हो छेबुदोको। तपाईँको गाडीहरू रोक्ने पनि यही हो पानी आएको बेलामा। जेबुदो भन्छ कि छेबुदो न जेबुदो। यस्तो हो त्यो कोरियनमा चाहिँ ज अगाडि आएर छेब आउट हुन्छ। इङ्ग्लिसमा पानी त छैन भने जेबुदो किन नै भाइ छ। यहाँ, नत्र मलाई तिर्खा लाग्नेवाला छ। त्यहाँ गोरस थियो नि मै फालेको कि ल्याएको ल्याएन होला कोही त। मै ल्याउनु पर्ने थियो। यो बाइकहरू नि भाडाको हो के हो अघिकोहरू? ग्रुप हो यहाँ खानु भाडा दिनै मिल्दैन यत्रो भाडामा सुनको थालमा चटपटी बेचे जस्तो हुन्छ होला। त्यत्रो महँगो तेरो यो कोरियाको त 2-3 गाडी लाउने पैसाको बाइक थियो। टर्न लेफ्ट। भाडाको पैसाले मेन्टेनेन्स नै पुग्दैन। अब त छेबुदो त कट्यो। अब हाम्रो भ्लग चाहिँ कन्टिन्युस हुन्छ कि बन्द गरेर अहिले उता गर्छ कि यहाँ केही सामान खुलखुलो लाने भयो बन्द यहाँबाट हुँदै